$20-30 हजार त कोही बेलामा उठाइहाल्छ त्यस्तो यो अहिलेको जीवनमा अहिलेको जमानामा यो देशको यति मुसुर भइरहेको छ जसले पैँटीको काम जानेछ त्यसलाई एकदमै फाइदा छ अब त्यो भाडामा त बगेर त्यो माछा खाएर हिँड्ने पौरो चाहिँ घेला पौरो त्यो मतलब थिएन भाडा पाएपछि पैँटीको काम गमात्र म यो हिसाबले भन्दै भने तेरो खने लोर फेर्ने म खने लोर फेर्दा म विवाद त अब तान्दन लिसिआइ म तर चाहिँ गा भ्याउँदै थियो तेरो क्या भन्दा या तेरो लोरी भी गए आफिएर आङी झन् क्यामा लोकाइ जाँदा एकदम खुसी भयो सो लोभेन अब त्यति चाहिँ गाह्रो भयो तर चाहिँ गए ऱ्यामेले अब क्यामा जङ्गा भन्दा लेखे म या क्यामा त लारे भयो तर यहीँ लोरी भी म चाहिँ जो आखाउँ मिमे आताउ मिमे म आलो भनेर चाहिँ फोर झौँ के भ्या क्वाँ आता गए ती जो शब्दहरू गइरहे तेरो तेपना यहाँ आएर अर्को शब्दहरू ऱ्याउँदो फेरि सदर भी इंट्रेस्ट के लिए चाहिँ लोलै या सेनरे चुप हो तो फिर एकदम सजिलो दम तो न फिर सूत्र टिम तो सूत्र आंगी भैया सो के आता तो न फिर सूत्र टिम स सूत्र रहे भ्या खने याले रोजे लब के चाहिँ छाउ त मु फिर भी अब तेरे तन ते मेन कुरा तेरे क्या मते अब सब फिर से आंदा दो तेरे मेन कुरा जरुरी भयो म पहिले मु तेरे पहने विवाह तेरे अझै क्या लोरे भी रेखा भेद रहे मैं तांदे इज्जत जून या मैं तांदे इज्जत ना ते तो या सदर भी क्या लोग है मैं गए जाए जन क्या कति लोग है मैं जो खुशी तमु गए जाए जो गए रे भाई ता गए से भाई ता गए धेरै शुभकामना दिन चाहन्छु यो प्रवर्धन 2069 सालदेखि यो फिल्म सुरु भएको आजसम्म 11 जनाले भइसकेको छ हामी एकदम खुसी हुनुपर्छ 11 जना भइसकेको छ आजसम्म हाम्रो नयाँ केटाहरू गुरु भएको ल अहिले चाहिँ गुरु दक्षिणालाई हाम्रो साइँले हातबाट गुरुहरूलाई प्रदान गर्दै हुनुहुन्छ ग्रहण गरिदिनु लागि हाम्रो गुरुहरूलाई सुरु र माइला दाई खागे गुरुङ खागे दाईलाई सम्मान गरिदिनु लागि म हार्दिक अनुरोध गर्दछु गर्नु लागिरहेको छ ग्रहण गरिदिनुलाई हाम्रो पुण्य दाइलाई धेरै धेरै धन्यवाद छ हाम्रो अझ गुरु चुरु दाई धेरै धन्यवाद छ हाम्रो चुरु दाइलाई अब यसपछि हाम्रो पज्यो गुरु नरबहादुर दाइलाई सम्मान गर्न गइरहेको छ सम्मान ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु धेरै धेरै धन्यवाद छ
धेरै धेरै धन्यवाद छ हाम्रो जनबहादुर पजी गुरु दाइलाई। यसपछि हाम्रो पूज्य गुरु बेलबहादुरलाई सम्मान गर्न दिइरहेको छ। धेरै धेरै धन्यवाद छ हाम्रो पूज्य गुरुहरूलाई। ल धेरै धेरै धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। हाम्रो बाबुको दीर्घायु होस्, सुस्वास्थ्य रहोस्। ल अहिले फेरि हाम्रो पूज्य गुरु बेले भाइ आउँदैछ। ल धेरै धेरै धन्यवाद छ। अब यसपछि हाम्रो कान्छा भाइ हाम्रो उल्लु भाइलाई ल यसै गरी सुदीप छोरा हाम्रो पूज्य धेरै धेरै धन्यवाद छ। ल हाम्रो श्याम छोरा आउँदै हुनुहुन्छ। हाम्रो आदर दर्शन त पनि गुरु मात्रै छैन। धेरै धेरै धन्यवाद छ। ल अब सुदीप छोरा कहाँ हुनुहुन्छ? सुदीप छोरा पनि हामीलाई त्यति नै सहयोग गरिरहेको हुन्छ। हामी छेउ ल छेउ ल नि हिँड्नुपर्छ। अरू ल्याउँदा छर्न पर्थ्यो। ढिङ्गावरी ढिङ्गा पाउँदैन। धन्यवाद छ। धेरै धेरै धन्यवाद छ। स्वागत छ। सबैलाई बाँडिदिनु त्यहाँ यही पिसो हामी नदिने छैन भने चाहिँ दफा गऱ्यौ। तर यो चाहिँ गफै मात्रै भनेर पश्चिममा लोभे दाजु म कतै भारे दाजु लोभे त म त सधैँ यहाँ हाल्छु कमा त पर्दा भने सुन्नु किन भन त केही ताल्यो भने नि मलाई त मलाई धेरै नमस्ते चिरम्बुदान म बेजन गुरुङ साइला चिरम्बुदान सेवा ढङ्गु भजे भथौ मामे दाई भाइ अनि सम्पूर्ण मेरो साथीहरू नेपाली सँगै हिँडेका खेगी परिवार अनि दिदी बहिनीहरू फुपूहरू मलाई यति भयो उइरी सुहाइलाई कि बाह्र क्यु भेला सुहाइलाई एकदम धन्यवाद हो धन्यवाद अनि एकदम खुसी छु पहिला त्यो पछि त्यति
चासो इन्ट्रेस्ट त थिएन। यो इन्ट्रेस्ट मलाई दिलाउन पठाउ दिदी अनि फुपूलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले गर्दा म यो पोजिउ र हाम्रो पेटको बारेमा जान्न मन लागेर पढिरहेको बेला त्यहाँदेखि म इन्ट्रेस्ट भएको हो। र यस्तै गरी अझै पनि यो हाम्रो पेटको बारेमा त्यति जान्न बुझ्न खोजेको कुराहरू त थाहा पाउन सकेको छैन। त्यो सबै बाबुबाजेहरूबाट दाइहरूबाट पाउनेछु भन्ने म धेरै आशा गरेको छु। अनि मसँग यो अबको आगामी दिनहरूमा यो रिस पाप घमण्ड र लोभलाई पैताला मुनि राखी म यो खेकी काममा अगाडि बढ्न सकूँ भन्ने म आफूलाई एकदम आशा राख्दछु। धेरै त भन्न त सकिनँ, यति नै। हस्त, धन्यवाद।